ओहो गणेश दाई, तपाईँको त हातभरि टन्नै पैसा छ त, कहाँबाट ल्याउनु हो यत्रो पैसा? ए भाइ, अहिले चुनाव लागिरहेछ नि। यो चुनावले गर्दाखेरि चाहिँ अब भोट माग्न सबैजना घर दैलो कार्यक्रम भन्दै आउनुभएको थियो। उहाँहरूले चाहिँ भोट हालिदिनु पर्यो भन्नुभयो। अनि मैले चाहिँ अब त्यतिकै त के हालिदिनु भन्ने सोचेर चाहिँ यसो अलिअलि भोट हाले बापत खर्च दिनु, म घर परिवारलाई पनि भनेर तपाईँकै पार्टीलाई भोट हालिदिन्छु भनेर भने। उहाँहरूले दिनुभयो। जुन पार्टी आए पनि म त सबैसँग यसै गरी मागिरहेको छु भाइ। अब त्यही पैसा गन्दैछु, कति भएछ भनेर गन्दैछु। अनि घर परिवारमा चाहिँ कतिजना हुनुहुन्छ नि? घर परिवारमा त भाइ अब हिसाब गरौँ भने अब के भनौँ भाइ, फेरि रिसाउला। अब को हुनु नि, अब बुवाआमा पनि हुनुहुन्न, बिहे गरेको पनि छुइनँ, एक्लै छु। ए, अनि तपाईँ एक्लै हुनुहुन्छ नि, कुन पार्टीलाई भोट दिनुहुन्छ त तपाईँ चाहिँ? भोट त भाइ फेरि यो कुरा कसैलाई नभन्नु नि, मेरो भोट लिस्टै छैन। मेरे तो एल लग गए, मेरे तो एल लग गए।